तिमीहरू यति राम्री किन भन त? गुड क्वेश्चन। भगवानले यस्तै बनाएको झूठ पे झूठ झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती? हम तुझको उठा कर ले जाएंगे। सिन्धुलीमा जन्मेर नि यस्तो राम्री हुन्छ? वाह क्या मुस्कुराहट है। भन त के हो तिम्रो नाम? मेरो चाहिँ भावना बुढा थियो कि हाय हाय इतना सुकून। बुढा थो कि? तिम्रो बुढा छ? क्यों नहीं ये लड़की हाय अल्लाह हाय हाय रे अल्लाह। के विशेष मेरो लागि के छ यहाँ? ने त्यो ब्यागमा मलाई हालेर लिएर जाउँ न। अट्छ म यहाँ अट्छु? अट्छ? यहाँ हेर त। वाट इज योर नेम? घर कहाँ हो तिम्रो? घर यहीँ भन्नाले? ए माझी टाढै हो? कतिमा पढ्छौ? दुईमा? ओहो अनि कोसँग आएको? एक्लै हिँडेको त? राम्री सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला नि? म पनि एकदम सन्चै आरामै छु। सो फर्स्ट अफ अल मेरो च्यानललाई हेर्दै हुन्छ नि लाइक अनि सब्सक्राइब गरिदिनु होला भन्दै। सो तपाईँहरूको फार टुरो मगर भाइले न्यू डे अनि न्यू भ्लग लिएर उपस्थित भइसकेको छ हेर्नु त। एकचोटि ल हेर्नु त, आज चाहिँ म नयाँ लुक्स अनि यो नयाँ हो फेरि क्या बात है सर, क्या बात है सर। होइन वाइट, तल पनि वाइट वाइटै हो, तल ब्ल्याक अनि वाइट अनि भित्रको मोजा पनि सेतो छ मेरो। सो आज चाहिँ जाँदैछु म कता भन्दा सो बजार जाँदैछु। सो आज चाहिँ हल्का काम छ मेरो चाहिँ होइन, त्यही भएर सो म जानु लाग्दैछु अहिले चाहिँ। सो हेर्नु त यहाँ कस्तो हेर्नु देखाएको हेर्नु न। अरे बाफ्रे त्यसरी नहेर्नु न, आहा लाग्छ। यो पनि हरियो छ अनि पछाडिको त्यो पनि हरियै छ है फेरि। त्यो भएपछि अलिक चिन्न मुस्किल होला होइन। मान्छे यहीँ खडा छ, मै हो त्यो मान्छे होइन। कतै आँखा नडुलाउनु ल, यतै डुलाउनु होला। सो अनि दसैँ लाग्दैछ, दसैँमा चाहिँ हल्का सल बोलाउँदैछ, त्यही भएको कारणले गरेर मेरो अलिकति त्यहाँ काम भनेको तपाईँलाई उहाँ गएर म भन्छु होइन। थाहा छ नै, त्यहाँ मेरो विशेष एउटा सानो तर एकदम इम्पोर्टेन्ट काम छ, विशेष त्यसको लागि पनि हो म। सो अनि तपाईँहरूलाई सो इन्टरटेनमेन्टको लागि सो मेरो ब्लगिङको एकदम इन्जोय लिनको लागि हो पनि हो होइन। अनि किनभने जस्ट म चाहिँ यहाँ अलिक बिहानै झर्नुपर्ने मान्छे, अहिले चाहिँ ढिलो आयो क्या। किन भन्नुहुन्छ भने दुईवटा गाडी कटिसक्यो, अब लास्ट एउटा बर्दिवासको र एउटा डे बाँकी छ। दुईवटा गाडी आइसकेपछि म एउटा जुन अगाडि आउँछ त्यसमा चढेर जान्छु, किनभने दसैँ बेला हो यहाँ। जुनमा पनि अगाडि रुट चाहिँ बर्दिवासको हो, तर डे अगाडि आउन सक्छ। डे अलिक धेरै स्पिडमा जान्छ नि त, अनि धेरै छिटो जान्छ भएको कारणले गर्दा। सो जुन अगाडि आउँछ त्यही गाडीमा चढेर जान्छु म चाहिँ। सो अनि त्यसको लागि चाहिँ ढुक 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 हाने खाँदै ढुक 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 हाने खाँदै के भयो यस्तो? सो ल त्यही हो, त्यो घामले आज लाग्नु लागेको छ अहिले चाहिँ जस्ट होइन। सो हेर्नुहोस् न एकै नजरमा। सो एभ्री वान, हामी चाहिँ आइसक्यौँ यहाँ बजारमा होइन। सो अघि चाहिँ गाडी चढेर हिँड्ने टक्क, अनि यहाँ भाउजूहरू हुनुहुन्छ, यहाँ बहिनी छ, यहाँ कम यहाँ खुसी भएको छैन यहाँ आम्मामा आज सपिङ गर्ने भनेर होइन। के चाहियो अरे भन त भने? ठकुरी ड्रेस कसम मलाई थाहा छैन ठकुरी ड्रेस अहिलेसम्म। अनि यता भाउजू हुनुहुन्छ, तपाईँ पनि के सपिङ गर्ने होइन त? आज दसैँको सपिङ गर्न हिँडेको हो म पनि। टक्कल ल अनि म पनि छिटी च्याट परेर राम्रो छिटी च्याट, तर मैले कपालमा तेल लाउनु बिर्सेछु क्या आज। सो यहाँ मैले के बोकेको छु म तपाईँहरूलाई यो त भन्दिनँ होइन। यहाँ धेरै अमूल्य चिज छ, तल गएर तपाईँहरूलाई म देखाउँछु हो कि होइन। हिँड्नु नि यतैबाट। घाम बहुत 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 घाम लागेको छ, लास्टै घाम लाग्यो हो नि यो त हो लास्ट। ल गाइज हाम्रो चाहिँ यो बजारको चहल पहल बवालै छ होइन। यतातिर के हो यार, आम्मामा जोस् दसैँ चाहिँ बवाल लागिरहेछ। के हो दाइ? आइसक्रिम दसैँ लाग्यो छैन?
बबाल अनि हाम्रो ब्रदरलाई चाहिँ के दसैँ लागेको छैन यार दसैँ लागेको छैन ओके ल कहाँ घर नेपाल प्रब्लम ल ब्रो यार गर्लफ्रेन्डसँग बोल्न थाल्यो तर भन्छ नि म अहिले चुइकम खाइरहेको थिएँ कि चपाएर अनि म चाहिँ के भन्छु भने अब चाहिँ हेर्नु न बजारहरूमा हेर्नुहोस् होइन मान्छे छ क्या जे भने मान्छेहरू छ होइन अनि अर्को के भने अहिले त्यो म अस्ति नै आन्दोलनपछि आएको होइन आन्दोलनमा आएको म आन्दोलनमा आएको थिएँ आन्दोलनमा आउने बेला कोही थिएन क्या मान्छे सुन्ने बजार नै नभएको जस्तो सुनसान थियो क्या पुरै कुनै थिएन कि 0% थियो क्या सुनसान बजारमा मान्छे नै थिएन कि अहिले त आमामा मान्छे यहाँ कम छ यहाँ ल हेर्नु त बाफ्रे यहाँ सब सपिङ गर्ने के त्यो अझ यता पछाडि घुमा त कति धेरै के अहिले म यताबाट आउँदाखेरि लास्ट धेरै के तर घाम पनि बब्बाल लागेको छ कि बब्बाल यति धेरै गर्मी छ नि यति धेरै गर्मी जुन भन्न नसक्ने खालको गर्मी छ कि जस बबाल मैले त सोचेको थिएँ नि यस्तो लाग्छ भनेर होइन ल अनि जस दसैँ बबाल लाग्दो रहेछ म जे सोचेको थिएँ होइन त्यो अब जस रमाइलो होला जस्तो आज सो मेरो काम भनेको अलिकति अरू अन्त पनि छ क्या मेरो काम थोरै सानो त्यति इम्पोर्टेन्ट त होइन यो पनि काम चाहिँ छ म जान्छु यहाँबाट अनि यो मेरो यो जे भयो भने मेरो आफ्नै ऊ हो कि आफ्नै भइसकेपछि बनाउनु त पऱ्यो होइन ल अनि ठिकै छ मुसुक्क हाँस्छ यार हाँसी त फस्यो भनेर थाहा नि हाँसेपछि फसिहाल्छ क्या जो कोही किन नहोस् होइन ल तर गर्मी यति धेरै गर्मी छ नि बाफरे यो सक हुने गर्मी छ क्या कसम से लेकिन 1 सेकंड म यता आउने गर्ने रिजन ल म चाहिँ आइसकेँ अनि यो भनेको चाहिँ मेरो यो हो सो यसलाई चाहिँ हल्का यसलाई चाहिँ पुरै मोडिफाई गर्नु पऱ्यो होइन हेलो ब्रदर ठिक छ ल ब्रदर छ सो मुस्कान दिइरहेछ मरालाई केटी गर्लफ्रेन्डले बोलाइरह होला कस्तो मिलाएर हानिदिनु त मैले लिन आउँदा हुन्छ होइन यो उता फालिदिन्छु ल हुन्छ ल अनि त लाइ नै हुनुहुन्छ दाइहरू सबैजना हुनुहुन्छ होइन तर मैले चाहिँ अब जता सिलाइ पनि हुन्छ नि त यता लाइनु त्यही भएर मात्रै होइन ओके ल अहिले आउँछु ल दाइ म दिइहाल्छु तपाईँलाई मान्छेहरू त लास्ट धेरै छ यार तर क्या ह्याप्पी हुने क्या खुसी हुने क्या भित्रदेखि खुसी हुन चाह्यो भने चाहिँ खुसी भइन्छ क्या भित्रदेखि खुसी हुनु पायो भने खुसी हुन्छ क्या मन यस्तो आनन्द यस्तो रिल्याक्स हुन्छ नि क्या शीतल हुने क्या खै यहाँ बोर्ड सोर्ड पनि छैन यार के हो यो दिदीहरू आइसक्रिम खाएर हिँड्नु भयो ल म चाहिँ यहाँ अब पसलमा आइसकेँ होइन के विशेष मेरो लागि के छ यहाँ आइसक्रिम आउँदैछ छैन भर्खर लाइन ल धन्यवाद ल अब म चाहिँ यहाँ आइसक्रिम खान लागेँ अनि यता दिदी हुनुहुन्छ दिदी पनि खाइरहनु भएको छ तर म कुनै एङ्गलबाट खाउँ भइरहेको थियो आइसक्रिमै खान आउँदैन क्या मलाई मैले 2 लट खाइसकेँ होइन तर दिदीले त 10 लट खानु भइसक्यो दिदी त लास्ट एक्सपिरियन्स रहेछ नि त अनि चाट्ने यारले चाट्नु मान्नु आफूले चाट्न आउँदैन नि म त चाट्दिनँ त्यस्तो भित्र दानै सकिँदैन अहिले ल सर्वमैत्रु यो त के हो त यार यस्तो यो हाम्रो सिन्धुलीमा पनि
यहाँ हाम्रो सिन्धुलीमा पनि जस्ट यो थोरै भनिदिनु पऱ्यो तपाईँले यहाँको बारेमा बुझेको अनुसार मिल्दैन है ल कार्यक्रम भोलि पर्सि कहिले भन्नु 10, 11, 12 हजुर ए भोलि पर्सि लगभग 3 दिन होइन त कि 2 दिन 3 दिन ए हामी यो पाइसकेका छौँ हामीले होइन हामी आएर यहाँ त्यति बेला चाहिँ पुरै खुल्ला हुन्छ होइन ए हस् ल त्यसको लागि ल गाइस यहाँ चाहिँ मैले के बुझेँ भने हाम्रो सिन्धुलीमा जुन के भन्छ यो हाम्रो लामा अथवा यस्तै के लामो अब यस्तै केबाट चाहिँ सिन्धुलीमा अब भइरहेको घटनालाई चाहिँ लिएर होइन यस्तो नहोस् सिन्धुलीमा अब यस्तो नहोस् कहिले पनि नहोस् 10, 11, 12 3 दिनको लागि चाहिँ यो भव्य कार्यक्रम हुँदैछ सो हेर्न सक्नुहुन्छ होइन टक्क अनि यो निमन्त्रणा कार्ड पनि मैले दिइसकेँ जस्ट मेरो नाम छैन यहाँ बौद्धिक श्रवण धर्म सङ्घ अब यो भनेको मलाई पनि त्यति साह्रो थाहा छैन लगभग हाम्रो लामा बुद्धिस्ट सायद होला भन्छु म चाहिँ बुद्धि भनेपछि त्यही होला सायद भन्छु म चाहिँ होइन अनि यताबाट चाहिँ अब यता चाहिँ त्यो कार्यक्रमहरू हुँदैछ त्यहाँ अहिले मैले भिडियोमा चाहिँ हल्का देखाएको छ होइन त्यो सुनको जस्तो थाली देखाएको छ होइन सो त्यो चाहिँ सुनकै थाली जस्तो के जस्ट अनि उतातिर कार्यक्रम निर्माणहरू हुँदैछ यतातिर पनि हुँदैछ अनि यतातिर चाहिँ सबै बेराघेरा हुँदैछ मान्छेहरू चाहिँ अब 3 दिन चाहिँ खाने बस्ने होइन खानको लागि पनि यहीँ हुनेछ होइन ल यहाँ अब कतै घुम्नु पऱ्यो भनेदेखि केही गर्नु पऱ्यो भने यहीँ हुने रहेछ सो मलाई अलाउड चाहिँ थिएन जस्ट मैले मागेर यहाँ यस्तो भिडियो मात्रै बनाएको जस्ट यहाँको थोरै भिडियो बनाऊँ भनेर मात्रै हो सो यतातिर कामहरू हुँदैछ सेटअपहरू तयार हुँदैछ जस्तो छ यता अनि कार्यक्रम जस राम्रै हुने रहेछ सेटअपहरू त्यहाँ तयार हुँदैछ यतातिर बस्ने अब यो देख्नु भएको छ तपाईँले यता दाइहरूले टक्क काम गर्दै हुनुहुन्छ होइन तर बब्बाल हेर्नु न यो हो नि त डिजाइन भनेको त यो ठिक छ अनि यतातिर पनि हुँदैछ अनि यो पनि टाँस्ने होला सायद मेरो विचारमा यो पनि टाँस्छन् हुनुहुन्छ होला म्याटहरू रहेछ यतातिर बस्ने अनि मैले अब धेरैबाट त बनाइनँ होइन टाढो नजानु भनेको छ म पनि अब भनेको भन्दा बाहिर चाहिँ मैले जानु मिल्दैन किनभने अब उहाँहरूको पनि एउटा हुन्छ होइन जे भयो नि मैले त्योभन्दा माथि चाहिँ जानु मिल्दैन थुप्रो हुनुहुन्छ लामा सायद नै हुनुहुन्छ होला मेरो विचारमा उहाँ हुनुहुन्छ यतातिर थुप्रो त्यो के हुन्छ अब ओम मामे पेमे यस्तै हुन्छ अरे सायद भन्ने मैले पनि सुन्नमा आएर जस्ट यहाँ छिरेको मात्रै हो र यो कार्य अहिले चाहिँ यो हुँदैछ जस्ट 10, 11, 12 3 दिनको लागि चाहिँ राम्रो प्रोग्राम हुने चल्ने प्रोग्राम यहाँ भइरहेको रहेछ त्यही भएर चाहिँ हेर्नु न दामी छ जस्तो लाग्यो अब तपाईँहरूले यो हेर्न सक्नुहुन्छ बवाल जग्गा आउनु होला आएर सो आफ्नो यो भनौँ न अब उहाँले भन्नु भइसक्यो कि अब आफ्नो विचार पनि राख्न सकिन्छ यहाँ कुनै यताको मान्छेहरू हुन्छ नि यहाँको समाजको यहाँको उसको पनि विचार राख्न पाइन्छ त्यो पनि विचार राखिदिन्छौँ हामी यहाँको उसले यहाँको समुदाय अथवा यहाँको मान्छेले के भन्छ भन्ने कुरामा जानकारी भनिसक्नुभयो अब यतातिर फेरि बवाल सेटअप हुनेवाला छ तर खतरा यार यस्तो राम्रो होइन कहिले 3 दिन भने नि त 10, 11, 12 हो ल के कार्य अब हुँदैछ होइन त सबै अब भोलि पर्सिदेखि होला 10 गतेबाट सुरु भव्य हो यहाँ अनि यता चाहिँ लगभग खाने स्थलहरू होला यता सायद यता चाहिँ भन्छु म चाहिँ मलाई अनुसार अहिले फिक्स भएको छैन कुन के हो मैले पनि सबै जानकारी पाएको छैन होइन अब मैले यहाँ आएर भिडियो बनाउनु त पाइन्छ तर भन्नुभएको थियो तर भन्नुभएपछि अलिक त्यस्तो छैन भनौँ न अनि ल ओके म पनि अब निक्लिन्छु यहाँबाट धेरै कुरा अब यहाँ जानकारी भएन जति जानकारी भयो मैले त्यति भने ल त्यही हो बबाल यार ल ओके डट पनि लेख्नुपर्छ यहाँ पर्दैन होला डट पनि लेख्नुपर्छ पर्दैन ल ओके थ्याङ्क यू सो मच अब गएको हामी आउँछौँ फेरि है ल ओके बजारमा आएको थिएँ आज डेन्जर पानी पऱ्यो होइन हेर्न सक्नुहुन्छ लास्ट अँधेरो भएको छ कति बज्यो लगभग यहाँको टाइमिङ भनेको 4, 3:30 जति भयो अनि गाडी चाहिँ माथि गइसकेको रहेछ म चाहिँ अब माथि गएर गाडी चाहिँ त्यहाँ माथि छ अरे त्यहाँ गएर लगभग आधी 1 घन्टा जति बस्छ अब यहाँबाट माथि जान्छु किनभने घर जानु छ ये चांद सा रोशन चेहरा जुल्फों का रंग सुनहरा ल आऊ यहाँ आऊ अब
ठिकै छ ल यहाँ दुईजना परिहरू होइन मैले हिँड्दै भेटेँ क्या अहिले राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुकता हो डोर मगर हो गएर ठ्याङ्ग सब्सक्राइब हान्दियो ल तिम्रो नाम र अनि ल हो र यति राम्रो मान्छेले मेरो भेट्नु भनेको म चाहिँ यति ऊ हुने हो नि सुन न एउटा क्वेसन सोध्छु ल भोलि नकाट्नु भन न प्यारी समझ गई म त्यस्तो काट्दिनँ कि म एउटा क्वेसन सोध्छु ल दुईजनालाई नै हुन्छ तिमीहरू यति राम्री किन भन त गुड क्वेश्चन झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती सिन्धुलीमा जन्मेर नि यस्तो राम्री हुन्छ वाह क्या मुस्कुराहट है अरे कहना क्या चाहते हो सिङ्गल हो दुईजना चोरी चोरी दिल तेरा चुराएंगे ल बोयफ्रेन्ड छ कि छैन भनेर सोध्या छ बेकार है भैया मैं तो टूट गया माया गर्छ नि नगर्ने भए म छु है फेरि अबे साले म सिङ्गल तिमीलाई भेट्छ भनेर म सिङ्गल क्या बड़ा हरामी हो बेटा एकजनाको नाम भन त के हो तिम्रो नाम हाय हाय इतना सुकून बुढा थो कि तिम्रो बुढा छ क्यों नहीं ये लड़की हाय अल्लाह हाय हाय रे अल्लाह अनि 9 महिना तिरुवा बरु बिरुवा भए राम्रो हुन्छ आइरहेछ हेर त झूठ बोलो तिरुवा के अरे तिरुवा भने तिम्रो तिरुवा ओके ल मैले भनेको तिन पाटन दुई पहिरे उता होइन हौ यता ल मिलेर खुसी लाग्यो अब ह्यान्डसेक त गर्नु पर्यो नि एक हातले भए पनि धन्यवाद होइन ह्यान्डसेक गर्नै पर्छ सिद्धान्तमा लेखाएको छ कि गर ओके थ्याङ्क यू सो मच मिलेर खुसी लाग्यो भोलि आउँछ धन्यवाद हमें तुमसे है प्यार कितना ओके गएको ल बाई ल बाई हम तुमको निगाहों में इस तरह छुपा ले चल म चाहिँ यहाँबाट च्याङ उकालो चढिसकेको छु दुईजना परिहरूलाई मैले छोडिदिएँ अब किनभने जित्छु भने नेक्स्ट टाइम हेर्छु म होइन अहिले मलाई हतार छ लागिरहेको छ ओए रात पऱ्यो टोराउँदैन फेरि जाँदा पर्साउने हो कि म चाहिँ यहाँ आइसकेको छु माइटारमा बुने त्यो ब्याग मलाई हालेर लिएर जाउँ न अट्छ म यहाँ अट्छु अट्छ यहाँ हेर त वाट इज योर नेम घर कहाँ हो तिम्रो घर यहीँ भन्नाले ए माझी टाढै हो कतिमा पढ्छौ दुईमा ओहो अनि कोसँग आएको एक्लै हिँडेको त हो ल ओके सादा बुने बाई बाई प्रिन्सिका बुने थ्याङ्क यू भने खै दादा ल बाई ल सो ल गाइज मैले चाहिँ हाम्रो यहाँ गुरुलाई भेटिसकेँ रमेश गुरुलाई सो हेलो भन्नु नि हेलो राम्री गोरे गोरे मुखड़े वाली दाइ देखाइदिनु तपाईँको दाइको चाहिँ हल्का गर्लफ्रेन्डले गर्दाखेरि तपाईँको अलिकति चोट लाग्यो कुछ भी सबैजना हुनुहुन्छ यहाँ झ्यालबाट हात निकालिदिनु त एकचोटि हात ल दाइले निकालिदिइसक्यो हात ल
वृद्धै रहेछ अब के गर्नु के हो यो खाऊ न खानेकुरा भयो ए होइन के छ अरे हो यस्तो बनाउन आउँला हो हेलो भन्नु नभन्ने हेलो भन ल भन भन फेरि भन ल हल्लियो भन न गाडी हामी चाहिँ अब चढिसक्यौँ अङ्कल भनिदिनु त कस्तो अवस्था छ एकदम नाजुक अवस्था गजब बेइज्जती है ओलीलाई त्यो प्रधानमन्त्री बनाएर ठिकै गर्ने होइन एकदम सो हेलो एभ्रिवान सो गाइज म चाहिँ घरमा आइसकेको छु अनि अब भनौँ न दिन छोटे छ क्या अहिले चाहिँ त्यही भएको कारणले गर्दा सो अलि ढिलो भयो अनि सो आजलाई मेरो भिडियो यति मात्रै हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डन गरेर लाइक एन्ड सब्सक्राइब भेटु बेलागन भन्दै म तपाईँहरूको प्यारो डर मगर बिदा हुन चाहन्छु हस् धन्यवाद जय नम्बर फेरि भेट्नेछु अर्को नेक्स्ट ब्लगमा लभ यु अल सबैले माया गरिदिनु होला माया देखाइदिनु होला भन्न चाहन्छु प्लिज सब्सक्राइब पनि अवश्य गरिदिनु होला